चाहिँ हे भगवान शिव हजुर चाहिँ अझै शिवजी चाहिँ मर्नु जन्मनु छैन भगवान शिव अब जन्मिएको मिति पनि थाहा छैन मरेर चोला अर्को चोला ल्या पनि होइन शिवजी भनेका ओमकार बिन्दु हुन् शिव भन्दा यो संसार जगतमा केही पनि छैन काम परेका बेलामा तिनजना एकै पनि हुन्छन् यसमा केही भेदभाव छैन माया पनि छैन यसरी हे भगवान हजुर चाहिँ यस्तो अझै हजुरको अर्धाङ्गिनी मैले चाहिँ मर्दै जन्मदै गर्न पर्ने मेरो मुख्यता 10 जन्म भइसकेछ मलाई पनि नमर्ने बनाउनुहोस् यदि हजुरको अर्धाङ्गिनी श्रीमती हो भने मलाई पनि नमर्ने बनाउनुहोस् हे भगवान शिव भनेर पार्वतीले भगवान शिवको पाउ समातेर लागिन रोनालाई हे पार्वती यो चाहिँ के भने एउटा कथा सुन्नुपर्छ अम्बर कथा हो त्यसको नाम जसले सुन्यो त्यो अम्बर हुन्छ त्यसको नामै अम्बर कथा हो यो कथा सुन्नुपर्छ नबिराइकन तिमीले सक्छौ कि सक्दैनौ भन मैले विचार गर्दाखेरि तिमीले सक्दैनौ तिमीले सक्दैनौ तिमीले सक्दिनौ होला गाउँमा जस्तो सुकै कठिन पनि भन्न तयारसम्म सक्छु हेर्नु भनेर ढिपी गरेको हुनाले यो कसैले सुन्न नहुने कथा थियो त्यसको जसको नाम अमर कथा भनेर भगवानले पार्वतीले साथ एकान्त ठाउँ कहाँ छ भनेर खोज्दै खोज्दै जानुभयो यो उत्तराखण्डमा कष्टमा चाहिँ पर्छ त्यो चाहिँ नि अम्बर गुफा अहिले पनि छ कुनै भक्तहरू जान्छन् त्यहाँ गएपछि अम्बर हुन्छ अरे भन्ने किंवदन्ती पनि छ कहाँ लगेछन् भने अम्बर गुफामा लगेछन् शिवजीले पार्वतीलाई ढाकेको मानव कोही नभएको मान्छेहरू पनि नबस्ने हिमाल यही ठिक छ भन्नुभयो त्यहाँ गएर बस्नुभयो आफ्नो पाठको छाला भिनाउनु भयो कोही पनि ठगी भनेर भगवान शिवले कोही भए भागोस् भनेर यसरी मारेनु अनि सारा भएका केही मान्छेहरू सबै भागेर गए एउटा कुदो रहेछ बस्दा रहेछन् अन्न पानी बच्चा खाने अनि जाने त्यो गरेर आउने गर्दा रहेछन् हिमालमा त्यही हिउँ गर्ने अनि शिवले छुड्की मारे अन्डा त दुईटा फालिसकेको रहेछ अनि भगवान शिवको चढायो भने अनि दुईटा अन्डा मात्रै रह्यो अन्त कोही पनि भएन भगवान शिवले पार्वतीलाई अम्बर कथा सुनाउन लाग्नुभयो हे पार्वती हेर त यो संसार भनेको यस्तो हो अन्त्य भएपछि सृष्टिको पनि अन्त्य हुन्छ
शिवले पार्वतीलाई अमर कथा त्यसरी बताउँदै जानुभयो शिवजीले नेत्र बन्द गर्नुभएको छ पार्वतीलाई बिचमा रोनी राख्नु भनिएको छ अनि बताउँदै जाने पार्वती हजुर हजुर भन्दै रोनी राख्दै जाने गर्दै जाँदा कथा हत्ती भएपछि जतातिर माता पार्वतीलाई भने निन्द्र लागेछ हजुर हामीलाई पनि त्यही नै हो अनि पार्वती र निद्रा लगाएर निराउनु भएछ यो दुईटा अन्नबाट चल्ला निस्केछन् अमर कथाका प्रभावले पार्वती निद्रा देखेपछि भगवान शिवले भन्दै जानुभयो आदि त सुन्या हो आदि चाहिँ अनि कथा सक्यो शिवजीले नेत्र खोल्नु हो हेर्दा त पार्वती निदाइरहेकी रहेछन् अनि यसरी घचघच्याएर हे पार्वती भने त तिम्रो पार भनेको भनेर पार्वती हेरे कोही पनि छैन यहाँ आइज नत्र मारिदिन्छु अनि बिचरा ती सुगाका बजारमा चोडकाबाट हात जोड्दै हामी हो हाम्रो गल्ती हो भएर उडेर गए अनि भगवान शिवले त्रिशूल छोडिदिनु भयो सुन्न नहुने कथा तिमीहरूले सुन्यौ तिमीहरू अमर हुन्छौ मार्छु भनेर त्यो त्रिशूल छोड्नु भयो अनि सुगा उड्दै अर्को डाँडामा व्यास गुफामा पुगे अनि व्यासजी तब गर्ने भएको व्यासपति घटी बसेको सुगा उड्दै जाँदाखेरि त्यति लेखेर व्यासजीलाई हाई गर्दाखेरि सुगा पट्टै गरेर बाहिर निस्क्यो भने आँखा किन निस्क्यो बस्यो भने कहिले खोइ निस्किन्छ कति बस्ला र महिना 12 वर्ष बसेछ 12 वर्ष व्यासपतिको पेटमै बस्यो त्यो अनि सारा देवताहरूले व्यासजीले आग्रह गरे गाह्रो भयो 12 वर्ष दिन त गाह्रो भयो नि त्यसपछि अनि बल्ल बल्ल 12 वर्षपछि त्यो सुगाबाट त अनि त जन्मिँदाखेरि त जन्मे